कतिपल्ट त तपाईँले अलवेज झ्याप निकोलस भुसाल भन्छन् के खास झ्याप भने के म बुझाइन्छ है म त यसैको विज्ञ हुँ त फेरि किन भन्दाखेरि म गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन गाडी हर्कजीको चाहिँ उदारता छ उहाँ जान्छ मसँग दुइटै छ क्या सर मसँग बालेनको भन्दा खतरा सोच छ भिजन छ रिसर्च छ सब कुरा छ सर खतरै छ सर हामी नाकामा म सुनौलीमा सुत्छु मेरो साथी रुपडेमा सुत्छ मेरो अर्को साथी रक्सोलमा सुत्छ मेरो अर्को साथी कागरभित्तामा सुत्छ मेरो अर्को साथी भनौँ न यतातिर सुत्छ सबैतिर गरेर हामी नाकामा सुतेर हामी सुतेर के बिग्रिन्छ ए मस बस्ने तैँले के गरिस् आजसम्म देशका लागि ए गगन थापा के गरिस् तैँले देशका लागि बात त सही है म आफ्नै होइन पार्टीको सदस्य थिएँ आजसम्म होइन आज म उसको पार्टीको सदस्यता भर्खरै राष्ट्रसभाकै सदस्य थिएँ मैले त्यागेको थिइनँ आज मैले यहाँ आगो लाउने मन थियो मैले प्रिन्ट गर्नु भएन र आजदेखि मैले यो पार्टी परित्याग गरेको र सबैजनालाई यो पार्टी राष्ट्रसभा भन्ने पार्टी परित्याग गर्न हार्दिक अनुरोध पनि गर्न चाहन्छु है अरबौं सगाई ठग्नेहरू बाहिर छ ऊ रवि दाइले सगाई ठगेको हो कि होइन कि अलि स्योर पनि छैन साला चोर रवि लामिछाने के कुरामा लाग्यो भन्दाखेरि हामीले ठुलो आश गरेको थियौँ कि है उहाँ जतिको पढिएको मान्छे विज्ञ मान्छे विद्वान मान्छेहरू आइसकेपछि यो देशमा ठुलै परिवर्तन होला हामीलाई विदेश जानु नपर्ला होइन लाउरे पनि नेपाली आउलान् नेपाली बनाउलान् ठुलो आश थियो तर उल्टो भइदियो कि यो देशमा होइन पहिला अलिअलि गुलाम थियो जस्तो लाग्थ्यो अहिले देश पुरै विदेशीको गुलाम भइसक्यो उहाँहरूले मात्र बिगारेको होइन उहाँले त आफूसक्दो गर्नु भयो गुरु जस्तै देख्छु त्यसो नगर गलत ठाउँ प्रवचन दिइरहनु यो भाइ तपाईँ उहाँ पो उहाँ तपाईँ हुनुहुन्छ त्यस्तो मान्छे राखेर तपाईँले कसले बचाउँछ भन्नुहोस् त अब उहाँ थियो कि म थियो तपाईँ भनिदिनु न त ल तपाईँले देश बिगारिदिनु भन्नु नपाएन हामीले एउटा भर्खरै ड्रोन फाल्न सकिन्छ होइन अहिले भर्खरै एउटा बम फाल्न सकिन्छ सर्वोच्च उडाउन सकिन्छ के बोले तर हामी एउटा पनि नेपाली नागरिक नमरोस् जो मरे पनि त आफ्नै दाजुभाइ मर्ने हो नि त चोरै न्यायाधीशै छ भने पनि बरु त्यसलाई पछि श्रम शिविरमा पठाउँला ढुङ्गा बोक्न पठाउँला माटो बोक्न पठाउँला किन बेकार मार्नु ज्यान किन लिनु भनेर हामीले त्यसरी बचाइरह भ्रष्टाचारी नै छ भने त्यसलाई उतातिर पठाउँला ढुङ्गा बिहानदेखि साँझसम्म भागेको छ नि गोली ठोकिदिउँला एकचोटि तपाईँले भन्नुभएको थियो हामीले चाह्यौँ भने सिंहदरबार भोलि उडाइदिन सक्छौँ भनेर अहिले आजै सकिन्छ भोलि कुनै पर्दैन अझै हामीले यस्तो यस्तो हतियार बनाउँछौँ कि थाहा पनि पाउँदैन यिनीहरूले सिधै हामी युवा के दुवै कतारकै भाडा मल्न जन्मेको हो एक हप्ता कुरेपछि मैले प्रधानमन्त्रीलाई भेटेँ कुरा गरेँ गृहमन्त्रीलाई भेटेँ दुइटैले के भने भन्दाखेरि हामीले केही गर्न सक्दैनौँ है हामीले के पनि गर्न सक्दैनौँ जस्तो हामीले चुनाव गर्न सक्छौँ त्यो बाहेक अरू सबै यो बेकार कुरा हामीले सक्दैनौँ भन्न थालेँ मलाई नराम्रो लाग्यो सर मन रोयो सर म पशुपति गएर 2 घण्टा रोको सर त्यो दिन हाँस्दै उत्तर दिनु यसको रात चाहिँ के हो तपाईँलाई रिस कहिले उठ्दैन क्या होइन म जिन्दगीमा दुइटै कुरा जानेछु कि होइन मैले अन्तिममा दुइटै कुरा सिकेँ जिन्दगीमा होइन अनि एउटा चाहिँ बाँच्न जानियो अर्को हाँस्न जानियो तिम्रो भन्ने होइन कसैले मेरो गुणगान गाइदेला भनेर भनेकै होइन मलाई कसैले गाली गरे मलाई झन् आनन्द लाग्छ क्या मान्छे किन गाली गरिरहेको छ किन मेरो बारेमा सोचेर तड्दिरहेको छ मैले आफैलाई सोच